नमस्ते साथीहरू, हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म हजुरहरूलाई बेथुको सागको मस्यौराको रेसिपी सेयर गर्न गइरहेको छु। यो एकदमै मिठो अनि एकदमै हेल्दी हुन्छ। ल हेर्नुहोस् त, म थोरै 2-3 पिस इस्कुसको मस्यौरा पनि मिसाएको छु। यो चाहिँ बेथुको मस्यौरा हो। मास र बेथुको मस्यौरा बनाएर यसलाई हामीले एकदम राम्रोसँग मोलेर स्टोर गरेर राखेको थिएँ मैले। यसको लागि चाहिँ मैले ड्राई सुकेको खुर्सानी पनि राखेको छु, लसुन, हरियो खुर्सानी, प्याज अनि टमाटर। यो चाहिँ सुकेको खुर्सानीले एकदमै मिठो टेस्ट दिन्छ। यो मस्यौरा खानको लागि एकदमै मिठो हुन्छ। हामीले यो बेथुको साग खाँदा पनि हुन्छ, यसरी मस्यौरा बनाएर खाँदा पनि हेल्थको लागि एकदमै राम्रो हुन्छ। यो पाक्दा लपक्क भएर एकदमै मिठो हुन्छ। हजुरहरू पनि यो मस्यौरा अवश्य बनाउनुहोस् होला सिजनको बेलामा। यसको लागि चाहिँ मैले कराई बसाएर कराई तताएर यसमा तताउन तेल राखेको छु। अब यो तेल मजासँग तातिसकेपछि मैले मेथी राखेर कालो हुने गरी पड्किन दिएँ मेथीलाई। त्यसपछि मैले यसमा हरियो खुर्सानी फुराएको छु। हरियो खुर्सानी एकदम मिठो स्वाद आउँछ। अनि मैले यसमा थोरै प्याज पनि राखेको छु। हजुरहरूले प्याजको क्वान्टिटी घटाउन बढाउन सक्नुहुन्छ। अनि यसलाई पनि हामीले हल्का ब्राउन हुने गरी यसलाई फ्राई गर्नुपर्ने हुन्छ। धेरै फ्राई गर्नुपर्ने जरुरी हुँदैन। अब यसलाई हामीले मजासँग चलाउनु पर्ने हुन्छ। मेथीले पनि एकदम मिठो स्वाद दिन्छ। हरियो खुर्सानी अनि प्याज, हामी तिनटै चिजलाई हामीले पकाउनेछौँ। यसलाई राम्रोसँग पाकिसके पछाडि अब मैले यसमा थोरै ल्वाङ र मरिचलाई पनि मिक्स गर्छु। मैले हरेक खानामा ल्वाङ र मरिच चाहिँ थोरै मिक्स गरेको हुन्छु। यसले हाम्रो खानामा भएको विषालुपन छ भने सबै हटाउँछ भन्ने मान्यता छ। त्यसैले आफ्नो खानामा मरिच र ल्वाङ अवश्य मिसाउनुहोस् होला भन्न चाहन्छु। अनि त्यसपछि मैले सुकेको खुर्सानीलाई पनि एड गरेको छु। सुकेको खुर्सानीले एकदम मिठो बास्ना दिन्छ। हामीले पिरोको लागि त हरियो खुर्सानी राखेको छौँ। सुकेको खुर्सानीको मैले भित्रको बिया फालेर मैले बाहिर कभर मात्रै राखेको छु। त्यसपछि मैले यसमा लसुन पनि राखेको छु। लसुनले पनि स्वाद मिठो दिन्छ खानामा। हजुरहरूले कुटेर पेस्ट राख्नु भए पनि हुन्छ। मैले चाहिँ यहाँ यसरी काटेर राखेको छु। यो यसरी काटेर राख्दा चाहिँ मुखमा एकदम पाकेर खाने बेलामा किरिक किरिक आउँछ नि, त्यो त एकदम मिठो हुन्छ। त्यसैले मैले यसरी काटेर राखेको छु। अब त्यसपछि मैले यसमा काटेर राखेको टमाटरलाई पनि राख्छु। अब यो सबै मसलाहरू एकै ठाउँ मिक्स भएर एकदम राम्रोसँग फतक्क गल्ने गरी चाहिँ पकाउनु पर्ने हुन्छ। अब यो चाहिँ यसरी एकदम राम्रोसँग चलाइ पकाउनु पर्ने हुन्छ। यो पाक्दैछ एकदम राम्रोसँग। अब यो टमाटरहरूलाई गल्नलाई पनि एकदमै हेल्प हुन्छ। मैले यसमा नुन राखेँ अनि जिरा धनियाँको धुलो पनि राखेँ। सबै मसलाहरू एकैचोटि पाकोस् भनेर मैले मसलाहरू यसरी राखिरहेको छु। त्यसपछि पिसार राखेँ। अब यसलाई राम्रोसँग चलाउन लागिरहेछु मैले डाडुले। अब यो सबै मसलाहरू टमाटर सब मिक्स गरेर एकदमै लपक्क गराएर पकाउनु पर्ने हुन्छ। यो टमाटरहरू सबै गलेर लपक्क पाक्यो भने चाहिँ एकदमै मिठो हुन्छ। अहिले मस्यौरा राख्दाखेरि यसलाई हेर्नुहोस् त, मैले टमाटरलाई यसरी खोडी पकाइरहेको छु। एकदमै राम्रोसँग गल्नुपर्ने हुन्छ। हजुरहरूले यसरी आफै घरमा मस्यौरा बनाएर कजनाले खानुभएको छ अवश्य कमेन्टमा छोड्नुहोस् होला भन्न चाहन्छु। यसरी यो टमाटरलाई चाहिँ हामीले 15-20 मिनट जति मैले यतिकै सानो यो हिटमा चाहिँ राखेको थिएँ। एकदमै हेर्नु त राम्रोसँग गलिसकेको छ। अब यो अवस्थामा आइसकेपछि मैले यसमा यो मस्यौरालाई राखेको छु। अब यो चाहिँ हामीले मजासँग पकाउनु पर्ने हुन्छ। यसलाई यो मस्यौरा एकदमै हल्का त्यो मसलाहरूसँग सबैसँग मिल्छ। अनि त्यसपछि हल्का ब्राउन टाइपको भएपछि हामीले यसमा त्यो नहुनुन्जेल हामीले यसलाई भुट्नुपर्ने हुन्छ। एकदमै राम्रोसँग बिस्तारै सानो हिटमा चाहिँ हामीले यसलाई चलाउनु पर्ने हुन्छ। यसमा यी मसलाहरू तल पिरा लाग्न सक्छ। मैले ओइलको मात्रा एकदम कम गरेको थिएँ। त्यसैले यो मस्यौरा इस्कुस र अनि यो मैले खास बेथुको मस्यौरा राखेको छु। मास, इस्कुस अनि बेथु गरेर मिक्स गरेर इस्कुसको छुट्टै मस्यौरा 2-4 पिस राखेको छु भने बेथुको मस्यौरा चाहिँ धेरै छ। यो चाहिँ अब हामीले यसलाई राम्रोसँग यसलाई चलाइ गरेर पकाउनु पर्ने हुन्छ। यो हेर्दामा जति राम्रो देखेको छ खानामा त्यत्तिकै मिठो अनि एकदमै हेल्दी हुन्छ। कति हाम्रो साथीभाइहरूलाई, आमा बुवाहरूलाई यतिकै बेथुको साग मन पर्दैन नि त। उहाँहरू जतिजनालाई मन पर्दैन, उहाँहरूले चाहिँ यसरी नै बेथुको सिजनमा मासको दालमा यसरी मसिनो गरेर बेथुको सागलाई राम्रोसँग केलाएर सुक्खा बनाएर अनि त्यसपछि यसरी मासको दालमा यसरी मोलेर हामीले पिँडालुको
आलुको मस्यौरा बनाएर सुकाउँछौँ नि त्यसरी नै घाममा सुकाएर हामीले यसलाई बेथुको सागलाई पनि यसरी नै मस्यौरा बनाएर रेडी गर्न सक्छौँ। यो एकदमै पाकिसके पछाडि हामीले रियल बेथु खाएको जस्तै हामीले ताजा बेथु खाएको जस्तै मिठो बास्नासहितको एकदमै मिठो भएर लपक्क भएर आउँछ, किनकि यसमा हामीले मासको दाल पनि मिसाएको हुन्छौँ नि त। त्यसैले भुट्दा भुट्दै यत्तिको भयो दाल, हेर्नुहोस् त। हेर्दै चाहिँ यो मस्यौरा फाइनल्ली भुट्नै लागिसकेको छ, झन्डै भुटिसकेको छ। अझै पनि यसलाई मैले हल्का चलाइरहेको छु। पिठमा यसरी जति सानो ग्यास बनाउँदा पनि अलिकति ब्राउन भइसकेको छ। यो मस्यौरा मजाले पाकिसक्यो। अब मैले हल्का मनतातो पानी राखेर यसलाई अब राम्रोसँग चलाउँछु। यो मजासँग पाक्न दिनुपर्ने हुन्छ, मस्यौराहरू फतक्क गल्न दिनुपर्ने हुन्छ। अब यो फ्राई गर्दा नै कति पाकिसकेको हुन्छ। अब यसरी पानी राखेर एकदमै राम्रोसँग अब मैले छोपेर यसलाई म पकाउँछु। छोप्दाखेरि चाहिँ अझै बेसी गल्ने अनि लपक्क बाक्लो हुन्छ, त्यसरी चाहिँ मैले छोप्नको लागि छोडिदिएँ। 15 मिनट जति छोपेर हेर्दाखेरि यसको बोइल पनि आइरहेको रहन्छ। मैले हिट कम गरेको थिएँ नि त, फेरि छोपेँ हिट अलि ठुलो बनाएर। अब यो 15-20 मिनटपछि फेरि मैले झन्डै यसलाई आधा घन्टा पकाएँ। यो हेर्नुहोस् त 15-20 मिनट गर्दा यत्तिको यसरी बोइल आएको छ। यो एकदमै राम्रोसँग पाकी पनि सकेको छ। हेर्नुहोस् त, हेर्दा नै कस्तो फुलेर, अघि कति सानो थियो नि त मस्यौराको पिस, अहिले चाहिँ फुलेर कति ठुलो भइसक्यो। यो चाहिँ एकदमै मिठो हुन्छ। हामीले सिजनको बेलामा इस्कुसको मस्यौरा अनि हामीले यसरी यो बेथुको मस्यौरा, अरू सागको, हामीले पालुङ्गोको पनि मासको दालमा राखेर पालुङ्गो सागको मस्यौरा पनि एकदमै मिठो हुन्छ। हजुरहरूले एकदम ट्राई गर्नुहोस् होला। यो हेर्नुहोस् त, हेर्दा पनि हरियो व्हाइट कस्तो राम्रो भएर पाक्दा पनि कस्तो मिठो कलर आयो। मैले 2-4 अब थोरै मैले यहाँ चाहिँ अब यो अलिकति पिरोको लागि चाहिँ मैले यहाँ मैले भुटेर पिनेर राखेको खुर्सानीको धुलो पनि राखेको छु। यसले यो भुटेर पिनेर राखेको खुर्सानीको धुलोले यो हाम्रो जुनसुकै तरकारीमा पनि एकदमै मिठो टेस्ट, एकदमै भित्रैदेखि मिठो टेस्ट ल्याउँछ यो भुटेर राखेको खुर्सानीको धुलोले पनि। अब यसलाई हामीले चलाउँछौँ सबैतिर मसला। हेर्नुहोस् त, हेर्दै त्यो ग्रेभी पनि, रस पनि कस्तो हेर्दै मिठो टाइपको आयो होइन। अब यो मसलालाई चाहिँ हामीले यसरी छामेर हेर्छौँ कतिको गल्यो भनेर। यो अझै अलिकति गलेको छैन। यो गल्न त गलिसक्यो, पाक्न त पाकिसक्यो, तर पनि अझै मजासँग पाक्नको लागि चाहिँ अब अझै एकैछिन चाहिँ हामीले यसलाई पकाउनको लागि छोडिदिनुपर्छ। मैले फेरि पनि छोपेर पकाएँ 15 मिनट जति। मस्यौरा राम्रोसँग गलेन भने चाहिँ यो मासको दालसहित मिक्स भएको हुन्छ नि त, यो राम्रोसँग गलेन भने चाहिँ मिठो टेस्ट आउँदैन। त्यसैले चाहिँ हामीले यसलाई एकदमै धैर्य भएर एकदमै आरामसँग यसलाई राम्रोसँग पकाउनुपर्छ, मोलिकन। हेर्नुहोस् त, अब त फाइनली यो मस्यौरा पनि पाकिसक्यो। यसलाई हजुरहरूको ठाउँमा के नामले चिनिन्छ? म त मस्यौरा भन्छौँ। हरेक ठाउँमा यसको नाम छुट्टै भएको मैले पाएको छु, तर हाम्रो ठाउँमा चाहिँ यसलाई मस्यौरा भन्छौँ। तर हेर्नुहोस् त, यत्रो ठुलो पिस भयो, एकदम खिलेर आयो। यो चाहिँ एकदमै मिठो हुन्छ। हजुरले एकचोटि घरमा अवश्य पनि मस्यौरा यसरी बनाउनु भएको छैन भने बनाएर ट्राई गर्नुहोस् होला। हजुरलाई आजको मेरो मस्यौराको रेसिपी कस्तो लाग्यो अवश्य कमेन्ट गर्नुहोला। मेरो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नुहोला भन्न चाहन्छु। र आजको लागि म हजुरहरू सामु यति मिठो मस्यौराको रेसिपी ल्याएँ। अब फेरि पछि फेरि अर्को पनि भिडियो ल्याउँला। मस्यौरा पाकिसकेपछि मैले माथिबाट हरियो धनियाँले यसरी सजाएको छु। हरियो धनियाँ खानको लागि एकदमै मिठो हुन्छ अनि स्वाद पनि एकदमै राम्रो दिन्छ। हामीले सबै तरकारी पाकिसकेपछि माथिबाट यसरी हरियो धनियाँ हालेर हल्का चलाउनु पर्ने हुन्छ। हरियो धनियाँले बास्ना एकदम मिठो हुन्छ भन्दै आजको लागि म हजुरहरूलाई मस्यौरा राइस अनि सलादहरू हरेक थरीको तरकारी छोड्दै फेरि अर्को भिडियोमा भेटौँला। थ्याङ्क यू।